कन्टिन्यू हुन्छ नि फेरि यो भिडियोमा राखिदिएको छैन मैले है। ओके मेरो कमाएको पैसा कसले खान्छ भनेको यसले खान्छ है गाईजी, यसले खान्छ। साथीहरू हेर्न सक्नुहुन्छ मैले चाहिँ स्टिकर पनि हालिसकेँ यतिको चाहिँ होइन, यतिको चाहिँ भएको छ। सो हेलो साथीहरू, फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो। आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम फिट एन्ड फाइन छु है। धेरै दिन भयो होइन, 2-3 दिन भइसक्यो होइन, भिडियो पनि नबनाएको हालेको छैन है। के गर्नु गाइजहरू, व्यस्तताले जस्तै हो होइन, बिजी भएर है, धेरै बिजी भयो, त्यही भएर बनाइनँ भिडियो। सो डोन्ट माइन्ड होइन, त्यसको लागि चाहिँ म धेरै क्षमा माग्न चाहन्छु तपाईँहरूलाई है। त्यही हो गाइज, अब चाहिँ अपडेटहरू आइ नै रहेछ है, नयाँ अपडेट आइरहेको छ, हेरेर साथ सपोर्ट चाहिँ गरिदिनु होला। र आज चाहिँ के हुन्छ कस्तो हुन्छ है, म सबै त देखाउने छु तपाईँहरूलाई होइन। र अहिले चाहिँ जे छ म नुहाएर पनि होइन गेटअपमा पुरै आइसकेको छु, मेरो गेटअपमा है, अफिस जाने गेटअपमा आइसकेको छु। अब खाना खानुपर्ने हुन्छ, खानासाना खाएर अनि निस्किनु पर्ने हुन्छ ड्युटीको लागि। र कता के हुन्छ, आज धेरै ठाउँ कुद्नु पनि पर्नेछ है। भर्खर नुहाएको कस्तो मर्की लाग्ला जस्तै भइरहेछ है। त्यही हो गाइजहरू, पछाडिको ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ, बबाल छ होइन। सो गाइज, अनि हाम्रो घरमा चाहिँ ग्यास नभएको बेलामा चाहिँ हामी केमा पकाएर खान्छौँ भने नि हेर्न सक्नुहुन्छ, हाम्रो चाहिँ यहाँनिर चुला छ होइन, चुलामा पकाएर खाइन्छ है। त्यही हो गाइजहरू, अब चाहिँ पानी पनि छिट्काउनु थाल्नु। लु अब यो पानीले गर्दाखेरि आज मेरो काम हुँदैन जस्तै पनि छ है। इटरी जानुपर्ने, इटरी चाहिँ जानु नै पर्ने छ क्या आज, जसरी भए पनि काम छ होइन। सबै कामहरू निप्टाएर आउनुपर्ने छ त्यहाँको। हजुर, सो त्यही हो गाइज, अब चाहिँ स्टेट्युन है, आइरहेको छ अपडेटहरू। ओके, मर्किरहेको यार नआएको छ। ल गाइजहरू, अब म अपडेट दिने राख्छु तपाईँहरूलाई, हेरेर साथ सपोर्ट चाहिँ गरिराख्नु होला। र अब चाहिँ म खानासाना खानुपर्ने हुन्छ होइन। अनि हाम्रो काकाको घर पनि पुरै कम्प्लिट भइसक्यो। आज चाहिँ जे होस्, आज चाहिँ भुइँ ढलाइ छ भन्नुहुँदै थियो। अहिले जाउँला म भुइँ ढलाइ अहिले एकछिनमा गएर हेर्नुपर्ने हुन्छ के कस्तो हुँदैछ। अहिले जाउँला, तर अहिले चाहिँ अब म खानातर्फ लाग्नुपर्ने हुन्छ, किनभने मलाई ढिलो हुन्छ होइन। यहाँदेखि यहाँ यस्तो मैले यो भिडियो बनाइरहेको भने मलाई ढिलो हुने, मलाई नि ढिलो हुने हो। त्यही भएर म चाहिँ जे होस् अब रेडी भइसकेको छु। अब चाहिँ खानासाना खान्छु अनि त्यहाँबाट निस्किन्छु। पानी पनि अलिअलि छिट्काउँदैछ। पानी पऱ्यो भने चाहिँ काम नहुने नै भयो है आज। केही पनि छैन गाइस, रेनकोट लगाएर भए पनि काम गर्नु जाने हो। र हाम्रो डन भाइ पनि आइपुग्यो, जुत्ता लाएर भित्र छिर्छ। कसम यिनीहरूको खुट्टा चाहिँ म काटेर चाहिँ ढोकाको अगाडि झुन्डाउँछु, भन्न मिलेन होइन। त्यस्तो अलिकति मजाक, हाँसी मजाक। ल गाइज स्टेट्युन, अब चाहिँ म राखिदिएको है त, कन्टिन्यू हुन्छ नि फेरि यो भिडियोमा राखिदिएको छैन मैले है। ओके, सो साथीहरू फाइनली म चाहिँ अफिस पनि आइसकेको छु होइन। त्यही भिडियोमा मैले कन्टिन्यू गरिसकेको छु। र मैले चाहिँ आइवरिमा आफ्नो कामहरू के थियो है सबै त सकिवरि होइन। र सर्प हेर्न सक्नुहुन्छ, नाग सर्प गाई यहीँ देखेको थिएँ मैले होइन। यस्तै हुन्छ यार गाइजहरू, सर्प छिरो कता है, बबाल दामी सर्प थियो है। यस्तो खालको सर्प थियो होइन। कहाँ गयो गाइजहरू, है यहाँ बस्न डर मर्दैछ। अब चाहिँ मुटु नै चुचु भयो यार गाइजहरू। त्यही होला गाइज, यसको माउ पनि छ कि के माटो। इग्नोर त म्युजिक होइन, पछाडि ब्याकग्राउन्डबाट म्युजिकहरू आउँदैछ है। सरी गाइजहरू होइन। त्यही हो गाइज, अब चाहिँ के कस्तो हुन्छ म अपडेट दिने रहेको हुन्छु। अब यहाँबाट अहिले अब हामी यहाँ एउटा दाइसकेपछि म चाहिँ इटरी जानुपर्ने काम छ क्या। इटरीमा अलिकति थोरै काम छ। मेरो गाडीको पार्टहरू पनि बिग्रिरहेको छ नि त। त्यो गाडीको पार्टहरू बनाउनको लागि अब
बनाउनको लागि त सामान चाहियो। त्यो सामान लिन जानुपर्ने छ अहिले इटाली। म इटाली गएर पनि म त्यो सामानहरू ल्याएर आएर होइन देखाउँछु मेरो गाडीको उयो के फेर्नु पर्दो रहेछ भनेर होइन। त्यही हो गाइजहरू। यहाँ म धेर बस्यो भने अहिले यहाँ 2-3वटा सर्प मैले देखिसकेँ होइन। स्टे ट्युन गाइजहरू, वेयर एन्ड सी है, अपडेट आइ नै रहेको छ। ल है त गाइज, स्टे ट्युन। यस गाइज। सो गाइज हेर्नु यहाँ मेरो गाडी बन्दैछ होइन। मेरो कमाएको पैसा कसले खान्छ भनेको यसले खान्छ है गाइजी, यसले खान्छ। यो अहिले भर्खर कुन फेरेको भाइ हामीले यो होइन, यो ब्लेड फेरेको अहिले। अब यहाँ कति काम छ होइन गाइज, यस्तै हो। म इटाली पुगेर पनि आइसकेँ है। काम चलिरहेछ मेरो चाहिँ होइन। म चाहिँ यता मुसर भएर आइरहेको छु। म त झन् इटालीबाट है। यो आवाज चाहिँ अलिकति उयो गरिरहेछ, म मिलाइहाल्छु होइन। त्यही हो गाइजहरू। अब चाहिँ म बल्ल इटालीबाट पनि आइसकेको छु है। गर्मी भएर अब यहाँनिर अब यो भइसकेपछि यहाँ माथि स्टिकर हाल्न पनि जानुपर्ने हुन्छ होइन। स्टिकर हालेर आएर अनि खाजा खाएर दामी पाराले अनि अफिस आउनुपर्ने हुन्छ। त्यही हो। र स्टेसन गाइड नोइज पनि धेरै आइसक्यो है। नोइज पोल्युसन धेरै आइरहेछ। त्यही हो गाइड। बल्ल बनियो है, नत्र गाडी त हल्दै थियो नि त मेरो गाडी अस्तिदेखि। त्यही हो। ल साथीहरू हेर्न सक्नुहुन्छ, मैले चाहिँ स्टिकर पनि हालिसकेँ यतिको चाहिँ होइन। यतिको चाहिँ भएको छ, बबाल स्टिकर हालिसकेको छु है गाडीमा। अनि फेरि म चाहिँ फेरि यो गाडी बनाउने ठाउँमा आइरहेको छु, किनभने यो मेरो यो भाइजर बहुत धेरै हल्लिन थालिरहेछ क्या गाइज। यसलाई बनाएर है दामी है, माथि यस्तो कच्ची रोडमा पनि कुद्दाखेरि बबाल होस् भन्ने छ क्या। यस्तो कच्ची रोडमा कुद्दाखेरि पनि बबाल होस् क्या। सक्दोसँग यस्तो धुलो उड्छ यार मोरङको बाटो। त्यही हो गाइज। अब चाहिँ म यो बनाइसकेर सबै अनि घरतिर राख्नुपर्ने हुन्छ होइन। म चाहिँ गलिरहेछु, म चाहिँ बस्छु अब। भाइ बत्ती बाल त, बत्ती बाल ल। भाइले अघि बनाइदिएको थियो, फेरि आइपुग्नु पऱ्यो यहीँनिर है। ल गाइज, यहाँ म्युजिक चलिरहेछ। डनबरी गाइज, यो म्युजिकले बरु उयो गर्छ अहिले, कपिराइट हानिदिन्छ है। त्यही भएर म चाहिँ ट्याङ गर्न आँटेको। ल सी यू गाइज।